हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ सुनिता, एकदम सन्चै छु। अनि आज चाहिँ मेरो स्पेसल डे के हो भन्दाखेरि आफै गेस गर्नु होला। कसले गेस गर्छ र कसले याद गर्छ र मलाई कसले माया गर्छ र होइन, म आफै भन्दैछु। मेरो आज बर्थडे हो अनि हामी चाहिँ यसो ह्यापी बर्थडे। थ्याङ्क यू सो मच प्यारी। मलाई ह्याप्पी बर्थडे भन्नु होला कमेन्टमा, त्यहाँ मलाई माया गर्नुहुन्छ भने। जबरजस्ती त कसैले गर्दैनन्, थाहा मलाई। जबरजस्ती होइन, त्यहाँ गर भन्दा पनि गर्दैनौ कि तिमीहरू। यतिसम्म घटियाहरू छौ। मेरो भिडियोमा सब्सक्राइब पनि गर्दैनौ, हेरेर छोडिदिन्छौ। 20-30जनाले हेरेका छन्, 20-30जनाले हेर्छन् अनि छोडिदिन्छन् कि लाइक कमेन्ट गर्दैनन् कि सब्सक्राइब समेत गर्दैनन् कि। त्यत्रोजनाले त्यहाँ हेरिराख्दाखेरि सब्सक्राइब गर्दा के जान्थ्यो भन्नु त? दया लाग्दैन म देखेर? यत्रो दुःख गरेर भिडियो गराउँछु, दुःख गरेर एडिट गर्छु, अनि यसो गरिदिउँ जस्तो लाग्दैन? म चाहिँ एकदम सन्चै छु। अनि हो हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशाका साथ मैले नयाँ भिडियो अनि नयाँ ब्लग सुरुवात गरिसकेको छु साथीहरू। आज चाहिँ मेरो बर्थडे रहेको छ अनि हामी चाहिँ यस्तो मोमो खान आएको नेपाली रेस्टुरेन्टमा। दुईजनाले एक एकवटा मोमो खायौँ। एक प्लेट होइन, एक एकवटा, दुईवटा। त्यसपछि मेरो प्यारी चिनिया चाहिँ तपाईँहरूले चिन्नुहुन्छ होला, उनीलाई पनि कति राम्ररी चिन्यो नि त। अनि हामी यस्तै रमाइलो भइरहेछ साथीहरू। अनि हजुरलाई फेरि पनि भन्दछु, मेरो भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् के, सब्सक्राइब गरिदिनुहोस्। आज चाहिँ मैले कपाल तानेको थिएँ, मोटाएर हेर्नु न, गाला साला लागेर के गरी दुब्लाउने के साथीहरू, के गरी दुब्लाउने टिप्स चाहियो कि मलाई, टिप्स चाहियो कि। मोटाउनु पर्यो मलाई। आज निन्द्रा पनि पुगेन, आँखाले रातो भएको। के गर्नु साथीहरू, रातभरि निन्द्रा लाग्दैन। अनि त्यही भन्न चाहन्छु, मेरो दिन खुसी से। यदि तिम्रो गर्लफ्रेन्ड थियो भने म चाहिँ को नि, म को? सर क्या बात है सर, क्या बात, ये बात है। अनि के साथीहरू, आज चाहिँ मेरो बर्थडे हो। विशेष गरी मेरो मम्मी बाबालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि मलाई हुर्काइ बढाइ यहाँसम्म पुर्याइदिनु भएको छ, धेरै धेरै धन्यवाद भन्दछु। अनि मेरो जिम्मेवारी अनि मेरो कर्तव्यहरू म कहिले पनि भुल्ने छैन। त्यो पुरा गर्नको लागि म एकदम गरिरहेको छु, हार खाने छैन। वन्स अगेन ह्याप्पी बर्थडे टु मी अनि थ्याङ्क यू सो मच मेरो मम्मी बाबा। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे। जन्मदिनको धेरै धेरै शुभकामना। ह्यापी बर्थडे, ह्यापी बर्थडे, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे, ह्यापी बर्थडे, ह्यापी बर्थडे, अगाडिबाट देऊ न। ऐसे ही तुम कनका रहना, 1 वर्ष बुढ़ी हो जाओ जी। आज सुन्दाको बर्थडे 1 वर्ष बुढी भइरे। अरू के भनौँ? कति वर्ष भयो? 21 वर्ष, 21 वर्ष भइसकि। अब 2 वर्षमा बिहे गर छिटो, निहोदिसँग बिहे गर। साथीहरू भए चाहिँ के गर्नु, आज एउटा बर्थडे भएर हामी लास्टै उरुसाइ भन्छौँ। हाम्रो जिखान पनि सकिमास तर सेन्सिन नआइमास, त्यही भएर हामी ब्लगमा स्वागत छ। ब्लगमा स्वागत छ मेरो। अनि मेरो ब्लगमा स्वागत छ। 21 वर्ष भइन्।
मुता यति चिसोमा छिनछिनमा मुता आउँछ भने साथीहरू मलाई होइन चिसोमा यस्तै हो मुता आइरहेको छ तुर्क आउँछ क्या बच्चा जस्तो हामी त बच्चालाई चिसो खिचन डाइपर लाउनु पर्ने जस्तो मलाई त्यो एक-एकवटा डाइपर लाएर आउने हो कि बोल्नु यस्तो ओदानो हो त थिच्नुपर्छ कि माछा गुनासलाई भन्छ सोसो माछी कुदा छैन हेलो सन्चै हुन्छ होला सबैजना म चाहिँ काम आइसकेको छु कि होइन अब के गर्नु केही लाउनु पाइँदैन ठुटे बुच्चे मलाई यस्तो कानहरूमा लगाउनु कस्तो धेरै मनपर्छ कि तर काममा लगाउनै मिल्दैन के गर्नु यस्तै छ कस्तो बुच्चे देखिन्छ है म लगाइरहेको छु नि त सानो सानो पनि हुनु पर्दैन फेरि ठुलो ठुलो लामो लामो लगाइरहेको छु अनि काममा मात्रै खोल्छु कि लगाउनु मिल्दैन नि त यस्तो केही कुराहरू अनि मेरो चाहिँ काम सकिसक्यो म साथीको मेरो 1 घन्टा अगाडि सुरु भएर 1 घन्टा अगाडि सक्यो अनि उसको चाहिँ 1 घन्टा पछाडि सुरु भएर 1 घन्टा ढिलो छ अनि त्यही भएर मैले पर्खिरहेको छु अनि सँगै जाने भनेर त्यही हो उसहरू बर्थडे आएर कति खुसी हुन्छन् है मलाई चाहिँ कस्तो नराम्रो लागिरहेछ कि यति 1 वर्षमा उमेर बढै छ होइन अनि केही गर्न सकेको छैन हाम्रो जिम्मेवारीहरू कर्तव्यहरू कति धेरै छ गर्न बाँकी अनि उमेरहरू सँगसँगै बढिरहेछ भन्थ्यो प्रगतिको नाममा उमेर मात्रै बढाएको छ भने जस्तै भइरहेको कि मेरो पनि अनि पहिलातिर चाहिँ लास्टै खुसी लाग्थ्यो कि मलाई है मेरो बर्थडे भन्ने हुन्थ्यो है अहिले त केही छैन कि नआए नि हुन्थ्यो जस्तो लाग्छ मलाई टेन्सन लाग्छ कि के गर्नु साथीहरू गाह्रो छ अनि काम गरिरहेको छु म चाहिँ काम सक्यो अनि अब एकछिन पछाडि सँगै घर जाने साथीसँग यति धेरै कुराहरू गर्न बाँकी छ कि जुन कुराहरू मैले मेरो कर्तव्यहरू छ जिम्मेवारीहरू छ जुन बोकेर मलाई मेरो बाबुआमाले मलाई विश्वास गरेर यहाँसम्म पठाउनु भएको छ होइन त्यो कुराहरू चाहिँ मैले गर्न बाँकी छ मैले कहिले पनि बिर्सिनँ त्यो कुराहरू चाहिँ म मेरो आफ्नो जिम्मेवारीबाट टाढा चाहिँ भाग्ने छैन होइन त्यही हो गाह्रो हुन्छ होइन कतिसम्म गाह्रो भएको छ भन्ने कुरा त त्यो मलाई मात्रै थाहा छ होइन म यति अब भोग्नेहरूलाई थाहा हुन्छ नि त यहाँनिर अहिले जापानमा त्यहाँ माथि स्टुडेन्ट लाइफमा उनीहरूलाई थाहा कि कतिसम्मको गाह्रो हुन्छ भन्ने कुराहरू होइन तर मलाई मलाई जति धेरै स्ट्रेस भयो भने मलाई जति धेरै टेन्सन भयो भने मलाई गाह्रो भयो भने मैले कहिले पनि घरमा भन्दिनँ कि बाबुआमालाई मलाई अलिकति टाउको दुखेको छ भने पनि कत्रो धेरै पिर्लिनुहुन्छ कि मेरो मम्मी बाबाले अनि निन्द्रा लाग्दैन रातभरि टेन्सन हुन्छ पिर हुन्छ होइन सुनाउन कसलाई सुनाउने कसलाई भन्ने कसले बुझिदिन्छ र होइन सबै मान्छेहरू आफ्नो स्वार्थ हेर्ने मात्रै हुने कि हुन्छ नि मलाई चाहिँ यो सबै मेरो जिन्दगीमा चाहिँ सबैले त्यस्तै गरेर गएका छन् अनि ठिक छन् साथ दिने मान्छे 1-2 जना छन् छैनन् तर तिनीहरूलाई चाहिँ म मेरो हृदयदेखि नै एकदमै धेरै माया अनि रेस्पेक्ट छ होइन साथ छोडेर जानेले गइहाले साथ दिन नसक्ने मान्छेले चाहिँ कहिले पनि झुटो आश्वासन नदेखाउनु होइन कसैको फिलिङ्ससँग नखेल्नु भन्छु म चाहिँ अनि त्यस्तै हो कति धेरै कुराहरू गर्नु छ मैले देखाउनु छ 2-4 जनालाई होइन त्यो अनि अब साथ छोडेर गए साथ दिएनन् भनेर गुनासो पनि छैन होइन जसले जति सक्छ त्यति गर्ने हो मैले पनि कुनै समयमा चाहिँ कसैको लागि यतिसम्म पनि गरेँ होइन यतिसम्म गरेँ त्यो टाइममा चाहिँ मैले मेरो पनि छ फ्यामिली मैले पनि मेरो भविष्य हेर्नुपर्छ त्यो कुराहरू नै मैले बिर्सिसकेको थिएँ कि यति हुन्छ नि त्यो गहिराइमा त्यो डुबेर डिप म पुरै गइसकेको थिएँ कि अनि त्यतिखेर अब त्यस्तै भयो होइन अहिले चाहिँ मैले सबै कुराहरू रियलाइज गरिसकेँ मान्छेहरू पनि मैले चिनिसकेको छु कि अब चाहिँ को कस्ता छन् भन्ने कुरा होइन अनि त्यही हो मान्छे चिन्न चाहिँ गाह्रो रहेछ होइन मेरो चाहिँ बानी कस्तो छ भन्दाखेरि जसलाई पनि एकचोटि देखेको भरमा भेटेको भरमा झट्टै विश्वास गरिहाल्ने बानी छ कि त्यही बानीले गर्दाखेरि चाहिँ मलाई एकदमै धेरै पीडा परेको छ चोटहरू भोगेको छु मैले अनि त्यही हो अब चाहिँ जिन्दगीमा धेरै अगाडि बढ्नु छ धेरै कुराहरू गर्न बाँकी छ अझै नै होइन अनि त्यही हो हामीसँग चाहिँ हुन्छ नि दुःख पीडाहरूमा दुःखहरूमा है दुःखसँगै लडेर दुःखसँगै हुर्केको हो त्यही पनि दुःख भयो भन्दैमा आत्तिनु सुख भयो भन्दैमा मात्तिनु हुँदैन भन्छन् नि
आत्तिनु भन्दा पनि हुन्छ नि कुनै टाइममा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि मेरो लागि पनि साथ दिने कोही भइदिए हुन्थ्यो होइन, मेरो पनि पीडा बुझिदिने कोही भइदिए हुन्थ्यो जस्तो हुँदो रहेछ के। अनि काम पनि अहिले खासै छैन मेरो चाहिँ। अनि एक दिन बिदा छ भने पनि कस्तो हुन्छ, म साथीको कहिले काम हुन्छ अनि साथी चाहिँ एकदमै मिल्ने हो क्या मेरो साथी चाहिँ, त्यो चाहिँ मैले पाएको छु भनौँ न साथी चाहिँ। अनि मलाई मसँग नभएको बेलामा उसले कति धेरै हेरिरहेको हुन्छ क्या हरेक कुराहरूमा। त्यसको लागि चाहिँ मेरो साथीको लागि चाहिँ म एकदमै धेरै धन्यवाद भन्छु। अनि कुनै बेला चाहिँ मेरो एक्लै छुट्टी भएको हुन्छ, त्यो टाइममा चाहिँ होइन सुत्ने टाइममा सुतिन्छ अनि धेरै कुराहरू खेल्छ क्या दिमागमा, अझै के कति धेरै कुराहरू गर्न बाँकी छ, सक्दिनँ कि क्या हो मैले गर्न, म त सक्दिनँ क्या हो अगाडि बढ्न जस्तो हुन्छ कि। अनि एउटा मनले त्यस्तो भन्छ होइन, दिमागले चाहिँ त्यस्तो भन्छ म सक्दिनँ कि क्या हो भन्छ होइन। अनि तर मेरो एकतिर मनले चाहिँ के भन्छ भने तैँले नगरेर कसले गर्छ त होइन, तैँले गर्नै पर्छ त भन्छ के। त्यही भएर बाबुआमाको लागि भए पनि मैले गर्नुपर्छ, कति धेरै कुराहरू छ होइन, त्यही हो। झ्याउ त लाखेन नि मेरो कुरा सुनेर। मेरी साथी पनि आइसकिन् कि अब चाहिँ टोपी त फेरि बसेकोमा धन्यवाद। यो कसको थाहा छैन कि मेरो त होइन होइन होइन, हामी चाहिँ अब लागेको आफ्नै निजी निवासतिर लाग्यो साथीहरू, के गर्नु होइन। मेरो दिदीले फोन म्यासेज गर्नुभएको थियो, कहाँ गएँ अनलाइन ल्याउँदैन भन्नुभएको थियो। अनि भनिदिएको काममा छ हामी, उसको 1 घन्टा बाँकी छ भने हामी चाहिँ खान्छ म्याक स्पाचिकी। यो के गरेर चाहिँ बाहिर भन्दै हामीलाई पहिला लैजाऊ कि कोही केटाहरू छन् भने सम्पर्क गर कि हामी एकदम अब हामी एउटै दाजुभाइलाई पढ्न चाहन्छौँ कि हामी छुट्टी नै चाहँदैनौँ। कृपया यो बोली चाहिँ मेरो युट्युबमा जाओस् है बहिनी। ल के मेरो दुःखहरू पोख्या छ मेरो युट्युब फ्यामिलीलाई फ्यामिलीले हेर्छन् 2-3 जनाले। मैले नि यो पालिको त हेरेकै छैन, भ्याएकै छैन। हेरिदिनुहोस् मेरो भिडियोमा धेरै माया गरिदिनुहोस् साथीहरू। म पनि हजुरलाई कति धेरै माया गर्छु, मेरो भिडियोमा हेरेर मलाई माया गरिदिनुहोस् है। भोक लाग्यो भोक लागेर यस्तो बह है लालाक लुलुक बह, के गर्नु साथीहरू। अधिकारी साना आफू नै भनेनन् बेहुला नि रिसाएर आएर